खाउँ त भयो अहिले दामी भएछ दामी भएछ टेसिलो रसिलो छ है ए हो आज चाहिँ हामी भाइसँग है गङ्गटा खोज्नु जाँदैछौँ क्र्याप हान्टिङ क्र्याप भन्छ होइन इङ्ग्लिसमा के भन्छ यस्तो बोकेर सामग्री रोहित भाइ यहाँ अगाडि छ भाइ चाहिँ नानाको छोरा हो दुईजना जाँदैछौँ अहिले चाहिँ हामी यहाँ अहिले चाहिँ अहिले भने चाहिँ म सोरेङ सिक्किममा छु कता गएको रोहित रोहित पुरा पाउँछ रातिको खाजा पुग्छ हामीलाई पुग्छ है यता हेरेर भन न पुरा पाउँछ र अहिले चाहिँ हामी जाँदैछौँ भाइकोमा अब हेर्नु तपाईँलाई गएर चाहिँ तपाईँलाई गङ्गटा पाउँदो रहेछ गङ्गटा कतिको पाउँदो रहेछ देखाउँछु गएर आज चाहिँ गङ्गटा खाइदिउँ भनेर नि दामी हुन्छ अरे फ्राई गरेर यो रोहितले खै त हामी पाउँछौँ भन्दैछ हेरौँ भाइले जाँदैछौँ अब गएर तपाईँहरूसँग गएर देखाउँछु ल कस्तो कति पाउँदो रहेछ पाउँछ पाउँदैन हेर्दै गर्नु है त भिडियोलाई हामी अब यो खोल्सामा ट्राई गर्छौँ एकताल यो बाटो चाहिँ तपाईँहरूको कहाँ भन्दाखेरिलाई यो सोरेङदेखि चाहिँ सर्टकट हुँदो के अरे मङसारी तल थर्पुहरू झर्ने बाटो तपाईँको सर्टकट बाटो चाहिँ यहाँ चाहिँ यो बाटोबाट पनि हिँड्न सकिन्छ तर अहिले चाहिँ कार्पेटिङ भएर रोकिरहेछ हो पानी छैन त भाइ सुक्खा छ त हौ ए सुक्खा त छ यहाँ त के छ होला र यहाँ चाहिँ छैन जस्तो पानी सुक्खा एकदम खै त यो त हन्टिङ त होइन यहाँ त रितै होला जस्तो छ त र भेट्दैन हामी रितो चाहिँ फर्किँदैन सिकारीको नातिहरू हो पानी नपरेर मलाई सुक्खा छ खोल्साहरू सबै सुक्खा छ नि बाटो चाहिँ यस्तो चाहिँ यहाँबाट तपाईँको यो बाटो चाहिँ कहाँ भन्दाखेरि यो कहाँ पऱ्यो यहाँ त रोहित निस्किने तल ठ्याक्कै निस्किने मङ्गरजुङ यहाँ देखाउ त यहाँ देखाउ यहाँ मुनि गङ्गटा निस्क्यो यहाँले निक्ल्यो बच्चाहरू चाहिँ मसिन गङ्गटा चाहिँ हामीले पक्रिनु सुरु गरिसकेको छौँ शिखर चाहिँ हात लागिसकेको छ हो हुन्छ यहाँ हामीले सिक्का चाहिँ यति पाएको छौँ है हेर्नुहोस् है जाँदैछौँ बोकेर रोहित अगाडि छ है त रोहित भाइ यो चाहिँ रोहितको कमाल भन्छ खै पनि अन्त अब अहिले चाहिँ हाम्रो यहाँनिर तयार हुँदैछ अब यति चाहिँ सफा गरेको छौँ यो टाइपले सफा चाहिँ गर्नुपर्ने रहेछन् मलाई थाहा थिएन यहाँ रोहित भाइलाई थाहा छ झन्डै चेपी पनि दियो बनाउनु तर अब खाएको भिडियो एक त खाएको भिडियो कत्रो रहेछ देखो त रोहित हो आमा हेर्नु त यसले चेप्यो भन्दा मान्छे है सकिन्छ नि हौ यति छ हेरौँ अब कतिवटा छ रोहित भाइले बनाउँदैछ यसलाई चाहिँ पुरा सफा चाहिँ यस्तो मैला हुँदो रहेछ यो सबै निकाल्नु पर्ने हुँदो रहेछ नि त उसले सफा गर्दैछ अब यहाँ यो ठुलो गर न भाइ ठुलो ठुलो त्यो हो मान्छेको गोहरू जस्तो छ है थाहा चाहिँ यो सबै निकालिराख्नुपर्छ खाउँ त भयो अहिले साला फाइनली पास गङ्गटा चाहिँ पाकेर पनि फ्राई भइसकेको छ यहाँ होला अब खाउ त रोहित कस्तो छ दामी भएछ दामी भएछ टेसिलो रसिलो छ है
टेस्ट गर्दा मैले त अघि पनि खाएको नि यसको चाहिँ यो पनि छोड्नु हुँदैन गौतको दबाई हुन्छ गाउटको पनि दबाई अरे हौ यता यस्तो दामी छ कि मजा मिठो